सुरु गरौँ अध्याय 1 श्लोक 1 बाट। धृतराष्ट्र उवाच धर्मक्षेत्रे कुरुक्षेत्रे समवेत युयुत्सव मामका पाण्डवाश्चैव किमकुर्वत सञ्जय। यो श्लोकमा धृतराष्ट्रले भन्छन्, हे सञ्जय, धर्मभूमि कुरुक्षेत्रमा युद्ध गर्न तयार भएका मेरा छोराहरू र पाण्डुका छोराहरूले के गरे। यहाँबाट भगवत गीता सुरु हुन्छ। एक अन्ध राजा धृतराष्ट्र जसले केवल सुन्न मात्रै सक्छन् तर देख्न सक्दैनन्। युद्ध सुरु हुन लागेको छ। आफ्नो छोराहरू कौरवहरू र भाइको छोराहरू पाण्डवहरू एउटै युद्धभूमिमा उभिएका छन्। यो पहिलो प्रश्न नै धेरै गहिरो छ। के गरे? यो प्रश्न केवल जिज्ञासा मात्रै होइन, डर र असुरक्षाबाट आएको हो। धृतराष्ट्रको मामका भन्ने शब्द, जसको अर्थ हो मेरो, यो शब्दले उनको आसक्ति, मोह र विभाजनको भावना जनाउँछ। उनका लागि यो केवल युद्ध होइन, आफ्नो अहङ्कार र परिवारप्रतिको पक्षपात बीचको सङ्घर्ष हो। अद्वैत दृश्यले हेर्दा यो श्लोकले हाम्रो आन्तरिक द्वन्द्व जनाउँछ, जहाँ मेरा र उनका बीचको भेदले नै दुःख जन्माउँछ। हामी पनि हाम्रो जीवनमा मेरो परिवार, मेरो पक्ष, मेरो सत्य भन्ने सोचमा अल्झिन्छौँ। तर आत्मज्ञानले सिकाउँछ, जबसम्म मेरो भन्ने मासीमा रहन्छ तबसम्म शान्ति आउँदैन। आजको सन्दर्भमा पनि यो हाम्रो मनको युद्धभूमि हो, जहाँ अहङ्कार र आत्मा भिडिरहेको छ। कता कता मनमा एउटा प्रश्न उब्जिन्छ, आज मेरो जीवनमा कुन ठाउँमा यस्तो छ जहाँ मेरो भन्ने आसक्तिले मेरो शान्ति हराइरहेको छ त? हरे कृष्ण।